हेलो एभ्रिवान वेलकम टु एनजी ब्लग। अहिले चाहिँ कति भन्दाखेरि 7:20 त्यति 7:20 जति बजेको छ। हामी चाहिँ अहिले मङ्गलबजारतिर घुम्न जान्छौँ अनि मङ्गलबजारको नाइट भ्यू हेर्छौँ त्यहाँ पाटन दरबारी स्क्वायर अनि यसो हेर्छौँ अनि त्यसपछि ओके लेट्स गो। हेलो एभ्रिवान, हामी आज लखन खेलमा छु यस्तो लाएर रोमिङ सोमिङ गर्न हाफबाट ए सँगै हिँड न सँगै खोइ अरू दुईजना अरे कहना क्या चाहते हो? ओराको दुरु दुरु मात्र हातमा के छ थाहा हामी बोले के छान्ने छाने होला तिम्रो भिडियोमा हैन नि त भोलि दाइले भन्यो ए फरक क्या तपाईलाई हामी फराइदिम ठिक छ जति हो त्यति हो क्या छिटो ए ल छिटो हिँडे छिटो जे छान्न छाना त्यही हो क्या जे हो त्यही हो लुक्की छान्ने अन्त ए आमा पगले रुलाएगा क्या अहिले 8 बजे होइन हेलो एक्सक्यूज मी ए बात छोड न मैले बात छोड मान्छेले बाटोमा हिँडेको मान्छेले बाटो छोड भन्छ छुट्टी र पेपरमा लिएर आउनु पर्यो हो ट्याक्स गर्दा आफूले रामसँग बुझ्ने रामसँग अहिले भाइ बस्छु रेखा भाइ बस्छु रेखा भाइ बस्छु आज भिडियो सरी ए ल एक्सक्युज मी हेलो एक्सक्युज मी बिस्तारै ए झन्डै बहिनीहरू नभने तिनीहरू झन्डै झप्पा आउने हो अनि अब त छैन मान्छे कसो भन्नु एक्सक्युज मी मलाई डर लाग्छ बवाल डर लाग्छ ए हो देख्यो डराएँ म यता आम्मा मत यहाँ चाहिँ किन्छु म अब यहाँ छ
ए ला होला ए ला होला ल ल अब छिचिरो जाने त्यो छिचिरो जाने त्यो वान्डम फान्डम गरेर न एक्सक्युज मी हेलो वाक 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 छिरो वाक 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 छिरो वाक एक्सक्युज मी ए छिरो कतातिर खोइ उता यहाँ रहेछ केटाकेटीहरू ए 550 मात्रै 550 ए 5 एक्सक्युज मी बहिनीहरू एक्सक्युज मी ए बहिनीहरू बात छोड एक्सक्युज मी बहिनीहरू अहिले ल छिटो छिटो ए म होइन म एउटा पसल नगरेर दाइ एडभर्टाइजमेन्ट गरिदिन्छु भन्नु पऱ्यो एडभर्टाइजमेन्ट रे दाइ म मान्छे बोलाइदिन्छु भन्नु पऱ्यो जब कहाँ गरेर छ मान्छे यसरी मान्छे भनेर कहाँ गरेर ए मान्छे बोलाइदिए मान्छे भाइ अब त मान्छे सक्यो यता फेरि मान्छे उता गइसक्यो यो लिप ग्लोस हो लिप ग्लोस दाइ कतिको तिमा 100 को 3टा 100 को 2टा हो 100 को 2टा म मान्छे बोलाइन्छु है दाइ धेरै हैन म एउटा चिया दिए पुग्छ धेरै हैन म एउटा चिया दिए पुग्छ कराउनु मिल्दैन अहिले नकराउ है नकराउ दाइ हरन नबजाऊ दाइ हरन नबजाऊ अबे ओ शाने पागल हो गया क्या तू हरन बजाएर सबको दुईटा सबै हात लाएर सकाइछ घर चाहिँ के लाउने हो ट्राई गर्नु त्यस्तो आएन भयो साथीहरूलाई लभ चाहियो अरे यसको कलर उडेपछि लभ पनि हरायो भने के गर्छ खै तिनीहरू अर्को दुईटी खै मा रिसुड है अब रिसुड छैन नि त तिनीहरू त आइहाल्छ नि बच्चा हो आउँदै गर ल छिटो आऊ ल आउँछन् ए यहाँ हो यहाँ छु यहाँ हेलो एक्सक्युज मी टिटिट म एडभर्टाइजमेन्ट गरिदिउँ भनेको कहाँ गएर गरौँ त्यो एउटा आउँथ्यो त्यो के अरे बन्दुक बोक फेरि फाइट होला नि फेरि यहाँ होइन पर्दैन हानिदिनु ओ गुडिया ल बहिनीहरू 150 मा छिटो ल छिटो सानो एउटा जुमले बस 200 फेन ठुलो मात्र हो क्या यो चाहिँ जुनले पनि 150 ओ त्यो पान्डा कसरी हो 22 ए जम्मा 22 लाउ के लग जम्मा 22 ए ए भाइ यसले मलाई हेर्दै है यसले मलाई घुर्दै है ओहो यो त भएन के बोले ए छिटो ए भाइ हान्छन् फेरि घुमाइ हान्छन् फेरि ए तिमीहरू जाँदै गरौँ
छिटो छिटो छटाहरू नआइदिने भनेर रिस उठ्यो एउटा क्या आएको मङ्गलबजार कहाँ कहाँ घुमेर ए के मङ्गल पाटन दरबार भने अम्माले हामीले छिटाउ भने हो कि होइन गर्नुपर्छ बस आन्टीहरूको छुट्टै मेला चल्दैछ यहाँ मेरो वेट नाम्नु पर्ने कति रुपियाँहरू ए 5 रुपियाँ त मसँग 5 रुपियाँ मात्र मसँग 5 रुपियाँ मात्र हो क्या साँच्चै वेट नाप्नै याद धेरै सबैजना चढा ल ए तिमीहरू लडेर दाँत भाँच्चे नि हुन्थ्यो नि भिडियो भाइरल जान्थ्यो ए तिमीहरू लडेर दाँत भाँच्चे नि हुन्थ्यो नि भिडियो भाइरल जान्थ्यो भयो पर्दैन ए नेचुरल भने खुट्टा खुट्टा एउटा One eternity later. अब हामी घरतिर परेर खाल्दै बिराइन्छ अरे कहना क्या चाहते हो लाइभ बस्नुपर्छ ए अहिले त चिन्ता गर्नु पर्दैन त्यसको लागि त एकछिन चार्ज भइहाल्छ ए ल अब चाहिँ छिटछिटो हिँड्यो अब त छिटो ढिलो हिँड्यो भने म चाहिँ कता हजुर भट हुन्छ फेरि ल क्या अब छिटछिटो हिँड्नु क्या है जस्ट वाक वाक ए भाइ हान्दिम मान्छे हानिदिन्छु नि फेरि अहिले हानिदिन्छु नि फेरि अहिले दिमाग खराब भनेर अघि भने क्या मैले त्यही भनेर मलाई थाहा छ क्या मलाई भनेको अहिले म दिमाग खराब हान्छु नि मान्छे खाली भइस होइन केही नदिने केही दिनु पर्दैन ए गुड नाइट लगन गेल ए गुड नाइट लगन गेल ए गुड नाइट लगन गेल खेलमा मलाई थाहा थियो सरी दाइ सरी माफ थ्याङ्क यू फर वाचिङ अहिलेसम्म यो भिडियो हेरिराख्नु भएको छ भने धेरै धेरै धन्यवाद होइन अनि त्यसपछि अघि चाहिँ म बाटोमा आउने बेलामा हामीहरू बाटोमा आउँदै थियौँ होइन म मात्र भन्नाले होइन म चाहिँ रोडमा कोही छैन भनेर खाली छ भने ब्याङबुङ दौडिदिएको कि दौडेको त उता ट्रक आइरहेको चाहिँ स्पिडमा साथीले झन्डै उडाएन गल्ती त मेरै थियो कि अब म रोडतिर दौडेको थिएँ नि त त्यसरी अब त्यही भनौँ रोडतिर नदौड्यौँ होइन आरामसँग जेब्रा क्रस यताउति हेरेर यताउति रोड खाली छ भन्दैमा लापरवाही नगरौँ होला अब त्यस्तै हो गाइज होइन हुन्छ अब थ्याङ्क यू फर वाचिङ एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब बोकाइ सब्सक्राइब